Ladies and gentlemen, welcome to Nepal, Asia's most beautiful country. Join me as we explore Nepal's vibrant cityscape under the evening lights. हेलो साथीहरु, हामी चाहिँ अहिले गंगापूर्ण होटलबाट चाहिँ चेकआउट भएर बाहिर निस्किन लागिसकेका छौं। अब यहाँ बिल चाहिँ पेमेन्ट गर्न लाग्नु भएको छ हाम्रो सौगात सरले। अब हामी चाहिँ यहाँबाट निस्किन्छौं। यो होटल चाहिँ यस्तो छ, जे होस् राम्रो छ होटल। अब यहाँ अब सुविधा बिहानको 7:30 बजिसकेको छ। अब हामी चाहिँ यहाँबाट होटलबाट बाहिर निस्किसक्यो। अब हाम्रो यात्रा सुरु हुँदैछ। हेरौँ कस्तो हुन्छ। अब बिस्तारै हिँड्दै जान्छौँ। बिहानको चाहिँ यहाँ पुरै घाम लागिसक्यो, क्लियर छ मौसम चाहिँ। अब यहाँबाट निस्किन्छौँ। अब हामी अब के अपडेट हुन्छ बिस्तारै हामी माथि ठाउँमा कतिको सहज हुन्छ भिडियो बनाउँला अनि अपडेट गरौँला। म तपाईँलाई यहाँको कस्तो छ म त्यो पनि देखाउँछु कि साथसाथै। यो चाहिँ मनाङको बजार हो। हेलो अब हाम्रो यात्रा सुरु भइसक्यो। केही छ टार्गेट लेदर मनाङ टु लेदर ल यो एक खर्च। हेलो साथीहरु, हामी चाहिँ अहिले कहाँ आइपुग्यो भन्दाखेरि भने उता त्यता देखाउँ त। हिजो हामी त्यो पोखरीबाट हामीले एउटा भिडियो सुट गरेको थियौँ क्या। त्योबाट चाहिँ हामी यो चाहिँ तिलुजो जाने र यता जाने दुईपट्टि जानेको बाटोको डाँडोको बिचको ग्याप देखाएको थियौँ। हामी ठ्याक्कै अहिले चाहिँ बिचको ग्यापमा आइपुगेछौँ। हामी अहिले कति बज्यो? 8:15 8:15। हामी हिँडेको कति बज्यो? 7:45 7:45 हुँदा थियो होला। आधी घन्टामा हामी यहाँ आइपुग्यो। अब हामी बिस्तारै अब चाहिँ अलिक उकालो हल्का उकालो हुन्छ। अहिले हल्का तेर्सो उकालो छ। अब चाहिँ हामी बिस्तारै जान्छौँ। अनि त्यसपछि हामी बिस्तारै ठाउँको अपडेट दिँदै भोलि कोही आउँछन् भने उहाँहरूलाई रिफरेन्स होस् भन्ने टाइपको भिडियो हामी सुट गर्दैछौँ। हेलो साथीहरू, हामी चाहिँ अब अहिले यो ठाउँको ठ्याक्कै नाम चाहिँ बुङसाङ भन्ने ठाउँ रहेछ। हामी चाहिँ कति हाइटबाट आयौँ तल? मनाङबाट आएको 3400 मिटरबाट। अहिले जस्ट 1 घन्टामा हामी 3900 मिटर, 1 घन्टामा 400 मिटर चढेछौँ। हुन्छ भन्ने ठाउँमा आइपुग्यौँ। अब 100 मिटर हाइटमा हामी याक खर्क पुग्छौँ। त्यसपछि 200 मिटर हाइटमा चाहिँ लेडारमा गएर हामी बस्छौँ। ल आजको लागि त्यति। अब हामी फेरि यो पछिको अपडेट अर्को ठाउँमा पुगिसकेपछि फेरि एउटा अपडेट बनाउँछौँ। त्यस यहाँ आएपछि एकदम खुसी चाहिँ लागेछ क्या। पहाडमा हिँड्नुको मजा नै छुट्टै छ। यो सिन हेर्नुहोस्, त्यो सिन हेर्दा कति राम्रो छ, कति आनन्दमय छ। मन हल्का भइरहेको छ। थकाइको महसुस 0 होइन। त्यो भएर यात्रा गर्नुपर्छ तर स्ट्रेस लिएर होइन, फ्रिडमली हिँड्नुपर्छ। अब हामी चाहिँ अगाडि बढ्छौँ। अगाडि बढिसकेपछि ठाउँमा फेरिदिउँ। हेलो साथीहरू, हामी चाहिँ अहिले लगभग त्यहाँबाट हामी 200-300 मिटर जति आइसक्यो त माथि होइन। अहिले चाहिँ हाम्रो कति बजे खाने? 9:51 भएछ। अब हामी चाहिँ फेरि यहाँ अब उताबाट आइगयो। अब चाहिँ हामी पुल तरेर जान्छौँ। बिस्तारै हिँडेर अब जान्छौँ। अब चाहिँ फेरि अघि हामी कन्टिन्यू ठाडो उकालो तेर्सो आएको थियो। अहिले चाहिँ फेरि हल्का डाउन हुँदै आएको छौँ। अब फेरि हामी यो पुल तरिसकेपछि चाहिँ हल्का अप हुँदै जान्छौँ। त्यो कारणले ठिकै छ अहिलेसम्म। हामी यहाँबाट झोलिनी पुल तरेर हामी अब यात्रा फेरि कन्टिन्यू गर्नेछौँ। अब फेरि हामी एउटा सर्टेन टाइममा पुग्छौँ। त्यो सर्टेन ठाउँमा पुगिसकेपछि चाहिँ फेरि अर्को एउटा भिडियो बनाउँछौँ। त्यतिन्जेललाई वेट गर्नु होला। हामी चाहिँ
त्यहाँ पुलदेखिबाट लगभग हामी 300 मिटर त आयो होला, 300 मिटर जति आयो। अब सायद हामीले सोचेको चाहिँ त्यो देखिरहेको हो कि भन्ने छ, हेरौँ त। त्यहाँ जान टाइम चाहिँ लाग्छ, तर आउँदा आउँदै एउटा राजु रेस्टुरेन्ट भन्ने यहाँ रहेछ, तर बन्द रहेछ अहिले चाहिँ होइन। अहिले सिजनको टाइममा चाहिँ हुन्छ होला। यहाँ पाउने भने चाहिँ के रहेछ भने जुस पाउने रहेछ, दाल भात सेट, अनि एप्पल मोमो पाउने रहेछ, समोसा, अनि पानीपुरी पनि पाउँदो रहेछ, अनि लोकल फुड उता भित्रबाटै। त्यो भित्रपट्टि देखाइदियो त, त्यो कुन नागोटी हो अलिक भित्र छिरेर यो यहाँसम्म आइहाल्छ। ठिकै छ, यहाँसम्मको यात्रा त त्यति गाह्रो छैन। अब अलिकति गाह्रो चाहिँ कस्तो कन्डिसनमा अलिक गाह्रो हुनेछ भने घाम कन्टिन्यू लायो, बिहानको टाइम छ भने अलिक सहिलो हुनेछ हिँड्नलाई। यो अलि बादल लाएर चिसो हावा जब आउँछ नि, चिसो हावा आएपछि चाहिँ अनि अलि हल्का स्यास्या गएको जस्तो हुँदो रहेछ। चिसो नआउँदा नै हामीले यो घाम धेरै माथि जानुभन्दा अगाडि नै डेस्टिनेसनमा पुग्यो भने चाहिँ अलिक सजिलो हुन्छ भन्ने कुरो छ। केही छ ल यता ठिक छ, केही छ होला भन्नु सजेसन, नयाँ आउने मान्छेहरूले सजेसन दिन्छ। ठिक छ, अब यही हो हाम्रो सयनजीले भने जस्तै यही नै हो। सकेसम्म बिहानै हिँड्ने, 1 बजे 2 बजीतिर डेस्टिनेसनमा पुगेर चट्ट रुममा बस्ने, त्यो हो नि सजिलो भन्दा राम्रो त्यही हो। अब लगल बिस्तारै हावा चल्न थालिसकेको छ, पनि लाऊ ल बाई बाई अहिले ल। हेलो साथीहरू, हामी चाहिँ अहिले ठ्याक्कै एक खर्क आइपुग्यो। हामी जो 4.5 घन्टामा यहाँ आइपुग्यो, अरूलाई 5 घन्टा लाग्ने रहेछ नि। बोटरहरूलाई त अलिक छिटै आइपुग्छ उनीहरू चाहिँ। त्यो सब हामी चाहिँ यहाँ खाने खाएर बस्ने कि भनेको 1 घन्टामा माथि हामी पुग्छौँ अरे, के अरे लेदर पुग्छौँ। हामी लेदरमा पुग्ने भयो र त्यहीँ नै गएर खाना खाने, त्यहीँ रेस्ट गर्ने, भोलिलाई जानलाई यात्रा अलिक सहज हुन्छ। त्यो भयो। अब हामी चाहिँ यहाँबाट लाग्दैछौँ। यस्तो छ चाहिँ अलिकति देखाइदियो भ्युजहरू। स्ट्रङ विन्ड्सको कारणले टोपीलाई पनि यो साइडमा हान्ने ह, त्यसैले बी केयरफुल। टोपी मेन्डेटोरी हो, ग्लासेस। अनि अब यहाँ हाम्रो कोरियनहरूले त मास्क पनि लाएर हिँड्नु भएको, तर हामीले चाहिँ सास फेर्नु अलिक गाह्रो हुन्छ। हामी मास्क नबिनाइ पनि हिँड्न चाहिँ सक्छ, तर यो माथि घाँटी टप्प अहिले, किनकि घाम लाग्यो भने मात्रै अप्ठ्यारो हुने हो। तर घाम जाने बित्तिकै यति टप्प भयो, यहाँसम्म छेकेको छ। यस्तो भयो भने हावाले नहान्दाखेरिसम्म केही हुन्न। यहाँ मेन डेन्जर भनेको डिहाइड्रेसन र अर्को भनेको स्ट्रङ विन्ड्स ल्याउने। ओठ फुट्न थालिसक्यो। अब काठमाडौँ बस्दा नि नफुट्ने ओठ, अब यहाँ फ्ल्याट एकैछिनमा हावाले हाल्दा ओठ फुटिहाल्ने रहेछ। सो मेक स्योर टु ब्रिङ योर लिप गार्ड्स। अनि त्यसपछि अहिलेसम्म एक्लिमेटाइजेसनको यो दबाई त खानु पऱ्यो होइन, तर हामी लिएर आउनु थियो। हामी माथि भाइलाई अभियसली खान्छौँ त्यो पनि। अनि अहिले यहाँ खर्गमा 3-4वटा होटल रहेछन्। अहिले त सबै खाली नै छ, किनकि अफ सिजनमा आयौँ। अनि सिजन सुरु हुने टाइम, पोर्टर दाइहरूले पनि तपाईँहरू ठिकै टाइममा आउनुभयो, किनकि अब सिजन हुन थालेपछि सब माथि रुम पाउन गाह्रो हुन्छ भन्ने हुन्थ्यो। अब त सिजनमा आउनु पनि त्यसको पनि आफ्नै अब ब्युटिफुल होइन, त्यसकै केही होला। तर अहिले पनि हामीलाई केही छैन। उहाँ हेर्नु त त्यस्तो मजा, यस्तो अन्नपूर्ण पुरा हिउँ भरिएको पिक देखिरह। अब त्यहाँ त बादलले सब देखेर हिमाल सिमालमा घाम पनि लाग्यो होइन, त्यही पनि अहिले त्यतिको देखे। अब यी खच्चडले हाम्रो सामानहरू लगिरह। अब यति देखाउँदै आए पनि अब कन्टिन्यू टु लेदर 1 आवर टु गो, रेस्ट फर 2 डेज त्यसपछि। ओके, हेलो साथीहरू, फाइनल्ली हामी होटल आइपुग्यो। एकदम थकैले खुट्टा दुखिया छ यार। यति गाह्रो फिल भएछ अहिले। यो 200 घाउ चाहिँ उक्लिन गाह्रो पर्यो, अरू तलतिर खासै गाह्रो परेन हामीलाई। त्यो नि हो। अनि अलिकति चाहिँ यो हावाले गर्दा नि हो क्या, हावा नाकभित्र छिरिसकेपछि चाहिँ अनि यो हिँड्नलाई बडो मुस्किल हुँदैछ। यो होटल पनि देखिन्छ उपारिपट्टि, त्यहाँ चाहिँ नबसेर हामी यता अर्को होटलमा आयो। यहाँ तातो छ, सिसाले काम लगाएर। हाम्रो अर्को साथी उता लडिरहन् अब गाह्रै छ सबैलाई। मलाई पनि गाह्रै छ, खुट्टा दुखेको छ, ठेला उठेको छ कि छैन थाहा छैन। यो पहिलोचोटि फर्स्ट टाइम यो मैले यो के भन्छ फर्स्ट टाइम चाहिँ यो बुट लगाएको।
ट्रेकिङ बुट ट्रेकिङ पनि फर्स्टै हो अब अहिलेलाई के भन्नु अब साथीहरू अब आइपुग्यो अब रेस्ट गरिन्छ खाना खाएन खाना खाइन्छ खाना खाने बेला अहिले भिडियो बनाउला एउटा सानोतिनो क्लिप हालौँला मेन प्रब्लम भने यहाँ यार नेटवर्क रहन्छ समस्या त्यो भयो न कन्ट्याक्ट गरे छैन यहाँ नेटवर्क लाग्दैन भनेर 3 दिन नेटवर्क लाग्दैन अरे एटलिस्ट वाइफाई चाहिँ चल्दै हुन्थ्यो वाइफाई चल्छारे चल्न चाहिँ अब हेरौँ यहाँ चल्या चाहिँ छैन अरे अहिले भनेर भन्छन् चल्यो भने चाहिँ कोरियनहरु पनि वाइफाई बिना बस्दैन भने भरे क्या चल्छ र म त्यही खान्छु मात्र वाइफाई एक्चुअली हामीलाई धेरै टाइम चाहिँदैन जस्ट हामी अब यहाँ लोकेसनमा छौँ 2 दिन चाहिँ नेटवर्क लाग्दैन मात्र भन्ने पुग्छ हामीलाई खासै समस्या हुँदैन हामी जसरी नि कष्ट गरिहाल्छौँ त्यति कुरा हो घरमा अब चिन्ता हुन्छ नि त अलिअलि त अब कहाँ पुग्यो के भयो फोन पनि लाग्दैन 3 दिन भइसक्यो हरायो भन्ने हुन्छ टेन्सन हुन्छ हामीलाई तल कसैले खबरै गर्दैन क्या त्यो नेटवर्क लाग्छ लाग्दैन भनेर ठिकै छ हेरौँ के हुन्छ ल